डक्टर बोलाउनु भनेको छ मलाई केही भनेको छैन डक्टर बोलाइदिनु भने मैले के भने भाइ तिमीले भाइ तिमी भित्र जाऊ तिमी डक्टर बोलाऊ भने तल जानु के दाजु सामान लगाएको यस्तो भयो भनेर पनि भनेको छैन यस्तो भयो भनेर पनि भनिएको छैन खबर गर्नुपर्दैन तपाईँ हामीले जानकारी पाउनुपर्दैन तपाईँ हामी यति पीडा गरेर बाहिर बसेका छौँ नि यी साला कुत्ताहरूले नि यिनीहरू भनेको हाम्रो सुन पसिना खाएर हाम्रो मान्छे मारेर यिनीहरू चाहिँ मोटाएका हुन्